हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आई हेभ सबैजना सन्चै आएर हुनुहुन्छ होला। म पनि यता सन्चै आएर हुन्छु। अहिले चाहिँ बिहान 8 बजिसकेको छ। म चाहिँ अहिले उठेर यहाँ काममा गइरहेको छु। यता होटलको क्यारपा साँझ लेट आउँछु हामी यता होटलको क्यारपा पानी पिउनुको लागि। अनि यता चाहिँ बिहान लगेर जानुपर्छ। अनि अहिले चाहिँ गइरहेको छु। अब आउने भनेको चाहिँ दिउँसो 3:30 अनि यस्तो चाहिँ के गर्ने। अनि अहिले चाहिँ म यस्तैको साथीहरू बिहान उठेर रातिको 12 बजी सुतेको। अनि रातिको 12 बजी सुतेको अनि अहिले उठेर गइरहेको जानु परेको जग्गामा। निन्द्रा नि पुरा लागेन, कस्तो निन्द्रा ज्याद गरिरहेको। यस्तो सोच्छु अहिले चाहिँ म होटल पुग्न लागिसकेको छु। अहिले यता मेन रोडमा पुगिसकेको छु। अनि होटल पुग्न लागिसकेको त्यहाँबाट अब एउटा दाइ आउँछन्। अहिलेसम्म त आएन, अब गएर झोला पुग्नु पऱ्यो। त्यस्तै हो। यस्तरी लाज लागिरहेको छ। यस्तरी हेरिरहेछन् मान्छेहरू मलाई। पहिलो दिन बनाउन आएको क्या इन्डियामा आएर होला। त्यही हो। तपाईँले 700 माया देखाइदिनु होला। 250 सब्सक्राइबर पुगिरहेको छ। तपाईँले सब्सक्राइब गरिदिनु होला, माया छ सबैलाई। यही हो होटल चाहिँ जियोको सामने अञ्जली रेस्टुरेन्ट। त्यही हो होटल चाहिँ यस्तो लागेको छ। पऱ्यो के गर्ने, यस्तो छ जिन्दगी। केटा हो, माया देखाउनु पऱ्यो। केटा हो साथीहरू। 250 सब्सक्राइबर पुगिरहेको छ। पुगाउनु पऱ्यो साथीहरू छिटो। म अहिले चाहिँ यता अहिले एउटा सब्जी खोलिसकेँ। यस्तो छ खानी चालुको। अनि यता भित्र रुममा पुगिसकेँ। यता अब लाइन सिन चालु गर्नु पऱ्यो। भोलेनाथ के छ फ्रिजमा, त्यही हो। कोही साथीहरूलाई त यस्तो लाग्यो होला इन्डिया छ पैसा कमाउँछ त्यस्तो लाग्यो होला होइन साथीहरू। तर पैसा कमाउन चाहिँ कस्तो गाँठ फाट्छ भन्ने चाहिँ बुझिसकेँ मैले। सङ्घर्ष गरिरहेको छु सफलता पाउन पार्टी। अनि एकछिन यस्तो है, क्यामेराम्यान राम्रोसँग गर्न नि आउँदैन मलाई, एडजस्ट गर्नु होला। फोनै झरिहाल्यो, एडजस्ट गर्नु होला साथीहरू होइन। यो चाहिँ किचन भयो। यस्तो छ, सामान ल्याउनु पऱ्यो अब। प्याज
टमाटर पनिर ढिला भइसक्यो 8 बजिसक्यो अनि अरू सुनाउ साथीहरू तिमीहरूको त्यतातिर के छ 1 मिनट एडजस्ट गर्नु होला साथीहरू खानु किन्छु होला प्याज चाहिने रहेछ यस्तो सानो सानो प्याज रहेछ आज प्याजै सकिया रहेछ सेटले पनि ल्याएन अहिलेसम्म थ्याङ्क यू सकिया छैन गाह्रो छ गरी खान के गर्ने साथीहरू तिमीहरूको जस्तो सजिलो जिन्दगी छैन नि साथीहरू खाँदै बस्दै खाँदै काम गर्नुपर्छ बिहानै उठेर 8:30 बजे उठेर नै काममा आउनुपर्छ साथीहरू के गर्ने गाह्रो छ गरिब खान जिन्दगी छ भने कमाउनलाई मुझे हिँड्नुपर्छ कहाँ चाहिँ ठुलो माल बने जस्तो हुँदैन सफा गाना आउन मलाई घरको म एक्लो छोरी जिम्मेवारी थाहा छ मलाई पढेर पढ्न म पढेर अघि बढेर यस्तै साह्रै गाना सुनेर आउला केही गुनगुनायो के हो त्यो धेरै हुन्छ टमाटर अनि के चाहियो धनिया बहुत धनिया पनि हाल्छ अब एकछिनमा दाइ आउँछ नि सो गाइस अहिले चाहिँ रातिको 12 बजिसकेको छ अनि यस्तो यता राजकोटको सिनेहरू अहिले चाहिँ म रातिको 12:30 हुन लागिसक्यो अहिले चाहिँ म रुमतिर गइरहेको छु त्यही हो बिहानै 8 बजे उठ केटा हो काममा जाऊ होइन त्यस्तै त हो अनि 12 बजे 12:30 1 बजेतिर रुममा जाऊ यस्तै चाहिँ जिन्दगी हालत डाउन छ अनि यस्तै छ यतातिर चाहिँ बाल पनि ठुलो भइसक्यो काट्नुपर्ने के गर्ने एक्लै बोले हुन्छु एक्लै घुमे हुन्छु तयारले पनि कस्तो देख्नु अनि अहिले चाहिँ म क्यामेरामा हेर्न सक्दैन अहिले आँखामा यो फ्ल्यास अन गरेको हुनाले आँखामा लाग्छ क्या त्यही भएर चाहिँ एडजस्ट भन्छ कि के भन्छ गर्नु होला अनि यस्तै छ सिन पनि अब आफूसँग राम्रो फोन भयो मान्छे राम्रो देखिन्थ्यो होला खै यस्तै कुरो आइफोन भयो राम्रो देखिन्थ्यो होला सबैले साथ सपोर्ट गर्नु होला यही भन्न चाहन्छु कालो मान्छे आफू त कालो परियो यस्तै छ सिन यस्तो गाडी किन्छु म कहिल्यै सपना नो पार्किङ नगर्नु होला यता पार्किङ यस्तो छ यहाँ ध्यान लिएर हिँड्नुपर्छ कि गाडी को आयो यिनको चाहिँ आफ्नै छुट्टै छ पारा फेरि
ओ सेट 12:30 भइसक्यो यार। अलि छिटो आएर लुगा धुनुपर्ने भनेको 12:30 भइसक्यो। अहिले अझ आएर लुगा धुनुपर्ने हो। गाह्रो छ। अहिले चाहिँ म अब रुममा पुगिसकेँ भनौँ। रुममा पुगिसकेँ। यस्तै छ। लुगा धुनु छ यति रुममा पुगिसक्यो हाम्रो गाइस। यस्तो छ रुम चाहिँ। यता पङ्खा यस्तो छ। आजको लागि भिडियो पनि यति नै हुन्छ। कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। हस्त।